Lakshmi with Isha and welcome back to my channel. र अस्ति चाहिँ थियो लक्ष्मी पूजा र लक्ष्मी पूजामा पनि मैले भ्लग बनाएको थिएँ। कसैले हेर्नु भएको छैन go check it out now. अनि अस्तिको भ्लगमा चाहिँ हामीले पटाका पड्काएको थियौं कति धेरै अनि मैले कति राम्रो रंगोली बनाएको थिएँ अनि म रातिको लागि रेडी भएको थिएँ अनि अब चाहिँ हामी भाइटिकाको तयारी गर्दै छौं। हिजो दादाले सेलरोटी पनि बनाइसक्नुभयो र अहिले चाहिँ म भाइलाई माला उन्दिदै छु। यी मैले यति चाहिँ उनिसके अनि मेरो भाइ चाहिँ मलाई यता हेल्प गर्दै छ निकालेर अनि मैले भर्खरसम्म चाहिँ केही काम नपाएर उ फेरि बाहिर रंगोली बनाउँदै थिए। लाइक साथीहरु हेर्नुस् त मेरो भाइ आज कति ज्ञानी भएछ अनि म मेरो रंगोली तपाईहरुलाई अहिले एकछिनपछि देखाउँछु। अहिले कम्प्लिट चाहिँ भएको छैन त्यही भएर अनि भाइ के भन्ने बोल लाइक सब्स्क्राइब उसको जहिले त्यही हुन्छ मलाई थाहा गर्नुहोस् होला मुझे शरम लगा है बस हो गया। अनि मैले ठुलठुलो बनाए त्यो सानो नबना एउटा यो मक्खीको टाउको जस्तो यी यत्रो चाहिँ नबनाउनु दिमागै घुम्छ यत्रो बनाउने बित्तिकै भइहाल्छ नि हौ भइहाल्छ नि काम साम केही गर्नु जानेको छैन सिर्फ मुख चलाउनु आउँछ मुख चलाउनु मात्र आउँछ। मुखिए के हो मुखिए भनेको चाहिँ अब मुखिए म सानो सानो हाल्दै छु। यो लास्ट फुल भयो साथीहरु यो म लगाइदिहाल्छु उसलाई। ह्यापी दिवाली। अब यो माला मेरो तर मेहनतले मैले उसलाई पनि लगाइदिनु अरे लगाइदिनु न म लगाइदिनु न त्यस मलाई पुग्यो रे पुग्यो तँ माथि रेडी भयो यसरी तिमीलाई यस्तो काम लाग्यो अनि यसको ब्रेसलेट पनि बनाइदिन्छु नेकलेस यस्तो वाला क्राउन इ सक्यो। अब म रंगोलीतिर लाग्छु। मेरो फेभरेट बनाउनु केही आउँदैन कलर मिक्स गरेको छ खाली पैसाको। साथीहरु अस्तिको कलर बाचेको थियो अनि मैले बनाइदिएको म अझै बनाउँछु। गराइदियो त्यो अस्तिको भिडियोमा हेर्नु त कलर मिक्स गरेर कसको खुट्टा बनाएर जसको खुट्टा भयो भने तिमीलाई किन मतलब मलाई छ त मतलब स्टे ट्युन फर दैट अल्सो यसको डायलग है मैले मार्दे आज केही छैन मैले मार्देको आज केही छैन। हेलो एभ्रीवन र आज चाहिँ यो भाइटिकाको दिन र हिजो चाहिँ मैले माला उनेको छु र आज चाहिँ म भाइलाई टिका लगाइदिन्छु। त्यहाँ छ मसित भर्खरसम्म झगडा गर्दै थियो अनि साथीहरु मेरो रंगोलीको हालत त्यस्तो भएको छ अहिले मैले उता पनि बनाएको छु एउटा र साथीहरु यो चाहिँ हो मेरो हिजो बनाएको रंगोली मलाई एकदम मन पर्यो तर आज म नयाँ बनाउँछु फेरि यसलाई मेटेर।
बेला पनि कुरा गरी तपाईँ सिँगै कुरा गरी खानुहुन्छ हेर्नु ओके थ्याङ्क यू डन नमस्ते यसको गोलो त ट्रायंगल बनाउनु होला खै म हेल्प गर्दिन्छु त बिरालो बनाइदिन्छु मलाई